यो अगाडि बाँदर कति छ नि आम्मामा। यो बाँदरले हरिफ सताउँछ क्या। यो बाँदर छ है। अहिले त धेरै कम बाखा यिनीहरू। हिजो त यति थियो बाटैभरि आम्मामै। कति ठुलो छ बाँदरी। बाटैभरि हुन्छन्। मान्छे हिँड्न पनि डराउँछन् कहिले कहिले त टुरिस्टहरू आउँदाखेरि। बाँदर धेरै भएर म अहिले गइरहेको छु उता गुम्बातिर। मेरो काम भनेको गुम्बातिरै हुन्छ सधैँ। आज फेरि अर्को भिडियो आइरहेछ हेर्नु होला। यो चाहिँ लुम्बिनीको 5 नम्बर गेट थियो है। 5 नम्बरदेखि सिधै भित्र जाने हो मायादेवीतर्फ। यिनीहरूले यहाँ बाटोमा सधैँ आउँछन् हेर्नु। यिनीहरूले चाहिँ हामीलाई केही खान दिन्छन् कि भनेर यहाँ सधैँ बाटोमा बस्छन्। साँझ परेपछि त आँपको बुट्टातिर जान्छन् अगाडि। अनि यिनीहरू चाहिँ कस्तरी चढेछ हौ। यिनीहरू चाहिँ कसैले मान्छेहरूले चाहिँ खाना दिन्छ कि भनेर हिँड्छ क्या। कस्तो राम फाले हौ बुरुक बुरुक। यिनीहरूले चाहिँ हामीलाई कसैले खाना दिन्छ कि होइन। अब यहाँ बाटोमा अब टुरिस्टहरू आउनुहुन्छ उहाँ, अनि उहाँहरूले चाहिँ कसरी केरा बिस्कुटहरू बाटोमा दिनुहुन्छ। त्यही भएर सधैँ यिनीहरू यहीँ बाटोमै बस्छन्। अहिले त आज थोरै देखिएन, नत्र भने पुरै बाटै भरिन्छन्। सधैँ दिनुहुन्छ उहाँहरूले अनि खान्छ। त्यही केही खाना पाउँछु कि भनेर यिनीहरू सधैँ आउँछन्। त्यही भएर यिनीहरू बाँदरहरू चाहिँ लगभग यहीँ बाटोमै हुन्छन्। जिस्कायो भने टोक्छ, कसैले जिस्कायो भने चाहिँ टोक्दैन। खुरुखुरु आफ्नो बाटो जाने, आफ्नो बाटो आउने नि केही गर्दैन। यो चाहिँ पोखरी। यहाँ चाहिँ फेरि हाँस छन् धेरै। यो लोकल हाँस त्यो पोखरीमा। ल आजलाई यति नै छ भिडियो। भोलि अर्को भिडियो आउनेछ। ल हस्त धन्यवाद। हेरेर माया गरिदिनु होला है त सबैजनाले। ल।